हिजो बेलुकी चैत 2 गते सोमबारको दिन रातको समयमा छतर गाउँपालिका शुक्रबारे बजारमा रहेको यो जुन एउटा प्रतीक्षालय थियो भ्यू पार्क, यो चाहिँ हावाहुन्डरीले क्षतिग्रस्त गरेको छ र यसको टिन चाहिँ उडाएर यहाँ माथिसम्म लगेर हावाले फाकेको छ, क्षति गरेको छ। यो चाहिँ पानी ट्याङ्कीसम्म ल्याएछ, यो उडाएर यहाँसम्म ल्याइपुर्याएको छ भने हावा निकै ठुलो चलेको थियो। यो चाहिँ यो तलको जुन प्रतीक्षालय थियो यहाँबाट उडाएर यहाँसम्म ल्याइपुर्याएको हो र यो चाहिँ छेदविच्छेद बनाएको छ, टिनहरू सबै उकाएको छ र यहाँ मुनि जुन त्यसको दाउराहरू पनि बटमहरू तखतीहरू चाहिँ यहाँसम्म उडाएर ल्याइपुर्याएको छ। त्यहाँबाट तखतीहरू नै काठहरू नै उडाएर ल्याएको छ कि भनेपछि कति तेजले हावा आएको रहेछ त।